मैले सम्झिन्छु। कुनै बेला यही ग्राउन्डमा आउँदाखेरि उहाँलाई राजनीतिक हिसाबले अप्ठ्यारो भएर कार्यक्रमै नगरिकन फर्किनु पर्ने र कार्यक्रमै गर्न नदिने यही समुदायका आदरणीय जनसमुदायले आज फेरि प्रमुख अतिथिको रूपमा पगडी कुदाएर उहाँलाई यहीँ ल्याएर चाहिँ जुन सम्मान गरिरहनु भएको छ र आज पुराना राजनीतिक दलको नाममा चलिरहेको एउटा चाहिँ मित्रवत राजनीतिक संस्कारमाथि जुन खालको प्रहार भएको छ, 62-63 भन्नुहोस्, 46 को आन्दोलन भन्नुहोस्, त्यसभन्दा अगाडि पञ्चायत विरुद्धका जनमत संग्रहदेखि विभिन्न महत्वपूर्ण राजा विरुद्धका आन्दोलनको कुरा गर्नुहोस्, सामाजिक परिवर्तनका विभिन्न आयामहरूमा जोडिएका राजनीतिक शक्ति र राजनीतिक नेताहरूको हैसियतलाई तेजोबद्ध गर्ने गरी अहिले जुन खालको एउटा नयाँ राजनीतिक भाइब्स नेपालको राजनीतिमा देखिएको छ। यसरी हेर्दाखेरि हिजोको कुर्बानी भन्दा आजको सामाजिक सञ्जाल मार्फत बटुलिएका लोकप्रियतालाई बढी प्राथमिकता दिने खालको एउटा संस्कृति हावी भएको हामी सबैको मतिङ्गल हल्लिने गरी यो देशमा त्यो भुमरी चलिरहेको छ। यसमा फेसबुक हेरेर छोरो बिग्रिएको जस्तो, फेसबुक हेरेर छोरी बुहारी बिग्रिएको जस्तो हामीलाई चिन्ता पनि लागिरहेको छ। कतै सामाजिक सञ्जाल फेसबुक, टिकटक र वेब च्यानलहरूले गर्दा नेपालको राजनीति पनि कतै बिग्रन लागेको त होइन। पुरानालाई प्रश्न उठाउँदै गर्दा फेरि पुरानाका विकृतिहरू जे छन् तिनै विकृति देखिने गरी जुन सौदाबाजीको राजनीति अगाडि बढिरहेको छ।